नेपालमा बसेर महिनाको 5 लाखसम्म कमाउन सकिन्छ होला त, त्यो पनि अनलाइनबाट। यदि तपाईँहरूलाई सकिँदैन जस्तो लाग्छ भनेदेखि तपाईँहरू गलत हुनुहुन्छ। यो च्यानललाई हेर्नु। यो च्यानलको नाम हो पर्वत बस्नेत र यसमा अलरेडी 1 लाख सब्सक्राइबर्स भइसके। मैले चाहिँ यहाँ अहिले भिडआइक्यूको एक्सटेन्सन इन्स्टल गरेको छु। यहाँ तपाईँले हेर्नुहुन्छ भनेदेखि यो च्यानलले 7 दिनमा 1 मिलियन झन्डै 1 मिलियन भ्युज गेन गरेको छ। यसको एस्टिमेटेड मन्थली अर्निङ हेर्नुहुन्छ भनेदेखि $5000 छ। अब $5000 भनेको यदि तपाईँले अहिलेको टाइममा कन्भर्ट गरेर हेर्नुहुन्छ भनेदेखि 7.5 लाख झन्डै 7,60,000 रुपियाँ हुँदो रहेछ। तर यो एस्टिमेटेड अर्निङ भएको भएर मैले चाहिँ अहिले 5 लाख मात्रै राखेको छु है त। तपाईँहरूमध्ये धेरैजनाले यो च्यानल बनाउने मान्छेलाई चिन्नु पनि भएको होला या यो च्यानलको भिडियोहरू पहिला पनि हेर्नुभएको होला। यो च्यानलमा हप्ताको 3टा भिडियो जति हाल्ने गरेको रहेछ। तर यो च्यानलको सबभन्दा खतरा कुरा चाहिँ के छ भन्दाखेरि यो मान्छेले न त आफ्नो फेस देखाएको छ न त आफ्नो भोइस युज गरेको छ। न त फेस देखाएको छ न त बोली सुनाएको छ। यसले भिडियो चाहिँ कसरी बनाइरहेछ भनेर तपाईँहरूलाई लागिरहेछ भनेदेखि यस्तो गरी भिडियो बनाउने प्रोसेसलाई हामी फेसलेस च्यानल भनेर भन्छौँ। हाम्रो नेपालमा खासै नचले पनि बाहिरको मान्छेहरूले फेसलेस च्यानल बनाएर महिनाको लाखौँ कमाइरहेको छन्। हामीले नर्मली टिकटक स्क्रोल गर्दाखेरि फेसबुक स्क्रोल गर्दाखेरि आउने भिडियोहरूलाई यो मान्छेले चाहिँ उठाएर सबै एउटै भिडियो बनाएर मिम्सहरू एड गरेर साउन्ड इफेक्ट्सहरू एड गरेर एउटा नयाँ भिडियोको रूपमा प्रेजेन्ट गरेर अपलोड गर्ने गरेको छ र यो च्यानल मोनेटाइज पनि भएको छ। न बोलेको छ न मुख देखाएको छ यस्तो च्यानल मोनेटाइज हुन्छ र भनेर तपाईँलाई लाग्छ भनेदेखि हुन्छ। यदि तपाईँको भिडियोमा तपाईँले मेहनत गर्नुभएको देखिया छ, त्यो भिडियो तपाईँले नयाँ जसरी प्रेजेन्ट गर्नुभएको छ भनेर युट्युबले देख्छ भनेदेखि तपाईँको च्यानल मजाले मोनेटाइज हुन्छ। अब यो मान्छेले भिडियो चाहिँ कस्तो खाले बनाइरहेछ त भनेर म यहाँ देखाउँछु है त। जस्तै हाम्रो संसद भवनभित्र कहिले के कुरामा झगडा परे हुन्छ, कहिले के कुराको विषयमा लिएर इस्यु भएको हुन्छ, सोसियल मिडियामा बालेन दाइले यसो भने, हर्क दाइले यसो भने, रवि दाइले यसो भने भनेर न्युजहरू आइरहेको हुन्छ। हामी हेर्छौँ, हाँस्छौँ, साथीहरूलाई सेयर गर्छौँ। तर यो मान्छेले सबै भिडियोहरूलाई खोजेर मिम बनाएर अपलोड गरेर आफ्नो च्यानल मोनेटाइज गरिरहेको छ। एउटा भिडियो हेरौँ है त उसको। यहाँ हेर्नुहुन्छ भनेदेखि 4 दिन अगाडि WWE पार्लियामेन्ट भनेर हालेको रहेछ। कस्तो भिडियो छ त्यो हेरौँ है त। सेनाले आयोजना गरेका कार्यक्रमहरूमा, सेनाले व्यवस्थापन गरेका कार्यक्रमहरूमा प्रधानमन्त्री नेपाली पोसाकमा जानुहुन्छ, दौरा सुरुवाल लाएर जानुहुन्छ र जब सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ। यो भिडियोमा तपाईँले हेरिहाल्नु भयो होइन। जब यो मान्छे बोलेर सक्छ त्यसपछि उसले के भनेको छ भन्दाखेरि संसद भवनभित्र आउँदाखेरि चाहिँ हाम्रो प्रधानमन्त्री फुटबल खेल्ने लुगामा आउनुहुन्छ भन्ने छ। अब उसले प्रधानमन्त्रीको यो कोट लगाएको लुगालाई एआईबाट फुटबल खेल्ने लुगा लगाइदिएर त्यसपछि साउन्ड इफेक्ट राखेर अनि त्यसपछि त्यसको पछाडि चाहिँ एउटा मिम हालेर राखिदिएको छ। यसले गरेर भिडियो फन्नी देखिन्छ। उसले अब मेटेरियल्सहरू एड गरेको छ नि त, अर्काको भिडियो मात्रै लिएर राखेको होइन। त्यही भएर यो च्यानल चाहिँ मोनेटाइज हुन्छ। अब तपाईँले यस्तो क्लिपहरू भेटाउनु चाहिँ कहाँ भेटाउनुहुन्छ त? धेरैलाई थाहा त छ होला। त यदि तपाईँलाई थाहा छैन भनेदेखि हाम्रो प्रतिनिधि सभाको चाहिँ युट्युब च्यानल छ। तपाईँले युट्युबमा आएर हाउस अफ रिप्रेजेन्टेटिभ्स नेपाल भनेर सर्च गर्नुभयो भनेदेखि चाहिँ तपाईँले हाम्रो प्रतिनिधि सभा, हाम्रो संसद भवनको भित्र लाइभ भइरहेको कुराहरू सबै यो च्यानलमा लाइभ हालिरहेको हुन्छ। यहाँ हेर्नुहुन्छ भने 28 मिनटको लाइभ छ, 13 मिनटको लाइभ छ, 35 मिनटको लाइभ छ। यहाँबाट तपाईँले लाइभ हेरेर इन्ट्रेस्टिङ कुराहरू के छ, यसलाई चाहिँ म कसरी फन्नी वेमा प्रेजेन्ट गर्न सक्छु भनेर तपाईँको उसमा आइडिया आउँछ भनेदेखि त्यहाँबाट क्लिपहरू उठाएर तपाईँले यसै गरी मिमहरू हालेर साउन्ड इफेक्टहरू हालेर एउटा नयाँ भिडियोको रूपमा प्रेजेन्ट गरेर अपलोड गर्न सक्नुहुन्छ। होइन अब तपाईँलाई त्यति गर्ने जाँगर छैन भनेदेखि युट्युबतिर फेसबुकतिर आइरहेको हुन्छ नि, फलाना मान्छेले यसो भन्यो हुन्छ नि, कहिलेकाहीँ कसले यसो उसलाई यसो भने हुन्छ, कसले उसलाई यसो भने हुन्छ। हाम्रोमा खुट्टा तान्ने मान्छेहरू धेरै छन्। उसले अर्कोलाई भने गरिरहन्छन्। हो त्यो भिडियोहरू अनि अहिले नेपालमा चलिरहेको मेन टपिक के छ, मेन कन्टेक्स्ट के छ, त्यो अनुसारमा मान्छेहरूको छुट्टै ओपिनियन हुन्छन्। मान्छेहरूले भिडियो बनाएर हालेको हुन्छन्। हो त्यो सबैलाई हामी कसैलाई पनि केही नभनिकन जस्ट त्यो भिडियो लिन्छौँ, मिम जसरी प्रेजेन्ट गर्छौँ, एउटाले बोलेको छ भनेदेखि अर्कोको रिप्लाई लगेर एकै ठाउँमा राखिदिन्छौँ। त्यो गर्दाखेरि एउटा स्टोरी लाइन जस्तो क्रिएट हुन्छ। त्यसले गर्दा चाहिँ यो भिडियो ट्रान्सफर्मेटिभमा पर्छ। यस्तो टपिकमा भिडियो बनाउँदाखेरि एउटा फाइदा चाहिँ के छ भन्दाखेरि यो चाहिँ सरकारी वेबसाइट, सरकारी युट्युब च्यानल भएको भएर यो चाहिँ जेनरल पब्लिकको लागि भनेर नै देखाइएको च्यानल हो होइन। त्यही भएर तपाईँले यहाँबाट क्लिप्सहरू उठाउनुहुन्छ, तपाईँले यहाँ भएको क्लिप्सलाई युज गरेर एउटा भिडियो बनाउनुहुन्छ भनेदेखि तपाईँलाई कुनै पनि कपिराइट आउने भन्ने डर हुँदैन। अब तपाईँलाई यही टपिकमा बनाउन मन लाग्दैन, नेपाली पोलिटिक्समा बनाउन मन लाग्दैन, नेपाली भाइरल मिम्सहरूको बारेमा बनाउन मन लाग्दैन भनेदेखि तपाईँले अरू टपिक पनि खोजेर आफ्नो हिसाबले भिडियो बनाउनुहुन्छ। न आफ्नो मुख देखाउनु पऱ्यो, न तपाईँले आफ्नो आवाज युज गर्नु पऱ्यो। अब तपाईँलाई यो टपिकमा बनाउन मन लाग्दैन, म कुनै नयाँ टपिक ट्राई गर्छु भन्नुहुन्छ भनेदेखि त्यसमा पनि तपाईँले गर्न सक्नुहुन्छ। तपाईँले त्यसमा पनि कुनै मुख देखाउनु पर्दैन, आफ्नो आवाज सुनाइराख्नु पर्दैन। अब त्यो आइडियालाई तपाईँले कसरी युज गर्नुहुन्छ भन्ने कुरा मात्रै हो, तर हरेक कुरामा पोसिबल छ। यदि तपाईँलाई केही कुरामा ज्ञान छ भनेदेखि तपाईँले त्यो कुरा सेयर गर्न सक्नुहुन्छ, मुख नदेखाइकन स्क्रिन रेकर्ड गरेर अहिले मैले जसरी गरिरहेको छु त्यसै गरी देखाउन सक्नुहुन्छ। तपाईँलाई अब ज्ञान चाहिँ छ, मेरो आफ्नो आवाज चाहिँ राम्रो छैन, मेरो बोली राम्रो छैन भने जस्तो लाग्छ भनेदेखि एआई भोइसहरू युज गर्न सक्नुहुन्छ। अनि एआई भोइस हालेको भिडियोहरू मोनेटाइज नहुने, युट्युबले त्यो भिडियोलाई पुस्ट नगर्ने भन्ने त्यस्तो केही पनि हुँदैन। म लास्ट 3 इयर्सदेखिको युट्युबको एल्गोरिदम
एल्गोरिदमहरूलाई सोसल मिडियाको एल्गोरिदमहरूलाई रिड गरिरहेको छु, स्टडी गरिरहेको छु। तपाईँको भिडियो यदि इन्फर्मेटिभ छ, यदि राम्रो छ, इन्टरटेनिङ छ भनेदेखि तपाईँको भिडियो चल्छ। तपाईँले त्यसमा एआई युज गर्नुहोस् या जेसुकै युज गर्नुहोस्, तपाईँले पुरै कम्प्लिटली नै एआईबाट बनाएर हाल्नु भएको छ भनेदेखि पनि त्यो भिडियो चल्छ, तर त्यो भिडियो चाहिँ मोनेटाइज नहुने हो। तर तपाईँले यदि आफूसँग भएको ज्ञान दिँदै हुनुहुन्छ, तपाईँको कला केही छ, तपाईँले अरूको भिडियोलाई नै जस्तै रियाक्ट गरिराख्नु भएको छ, केही छ भनेदेखि त्यो भिडियो मजाले चल्छ। अब यो च्यानलले मुख नदेखाइकन, आवाज नदेखाइकन बनाइरहेछ। तर नेपालमा एकदम थोरै च्यानल्सहरू छन् जसले चाहिँ फेसलेस च्यानल्सहरू ग्रो गरिरहेछन्। यस्तो च्यानल्सलाई हामी फेसलेस च्यानल भनेर भन्छौँ, जहाँ चाहिँ तपाईँले आफ्नो मुख पनि देखाउनु पर्दैन, तपाईँले आफ्नो बोली पनि युज गर्नु पर्दैन। बोली चाहिँ अप्सनल कुरा हो, कसैले मुख नदेखाइकन बोली युज गर्छन्, कसैले मुख पनि देखाउँदैनन्, बोली पनि देखाउँदैनन्, त्यो आफ्नो इच्छा भयो। यस्तो धेरै च्यानलहरू छँदै छैन कि। नेपालमा चाहिँ हाम्रो के भन्ने चलन छ भनेदेखि नेपालमा त कन्टेन्ट क्रिएसन गरेर कामै छैन, नेपालमा कसैले सपोर्ट नै गर्दैन भने जस्तो यस्तो कुराहरू मैले धेरै सुनिरहेको हुन्छु क्या। तर रियालिटी के हो भन्दाखेरि नेपालमा जसले पनि फेसलेस च्यानलहरू बनाइरहेछ, जसले पनि आफैले केही गर्छु भनेर छुट्टै नयाँ ट्राई गरिरहेको छ, उनीहरूको मजाले चलिरहेको छ। जस्तै तपाईँले यो पर्वत बस्नेत भन्नेवाला च्यानल हेरिहाल्नुभयो, उसले यो हाम्रो पोलिटिक्समा अथवा नेपालमा अहिले भाइरल भइरहेको कुराहरूलाई समेटेर भिडियो बनाउँछ, मोनेटाइज भइरहेछ। अर्को हेर्नुहुन्छ भनेदेखि सानो क्रिएटर भन्ने च्यानल छ। यो च्यानलको क्रिएटरलाई त तपाईँहरू धेरैजनाले चिन्नु पनि हुन्छ होला, हाम्रो प्रदीप चौहान सरको च्यानल हो यो चाहिँ। यहाँ चाहिँ 4 मिलियन फलोअर्स अलरेडी भइसक्यो। उहाँले चाहिँ आवाज पनि राख्नुहुन्न, केही पनि राख्नुहुन्न, यस्तो यस्तो सानो घरहरूको यस्तो टाइपको भिडियोहरू बनाउनुहुन्छ। अब यो त जो पाए त्यसले बनाउनु सक्दैन, यस्तो भिडियोहरू बनाउन अलिक क्रिएटिभिटी पनि चाहिन्छ, जाँगर पनि चाहिन्छ, मेहनत अलिक धेरै लाग्छ। तर यो च्यानल पनि हेर्नुहुन्छ भने यो पनि कम्प्लिटली फेसलेस च्यानल हो। उहाँले आफ्नो हात चाहिँ देखाउनुहुन्छ, तर मुख चाहिँ कहिले पनि देखाउनुहुन्न। उहाँको 7 दिनमा भ्युज हेर्नुहुन्छ भने 8 मिलियन भन्दा बढी आएको छ र मन्थली अर्निङ हेर्नुहुन्छ एस्टिमेटेड भनेदेखि $10,000 भन्दा पनि माथि छ। अब अर्को च्यानल पनि मैले एउटा देखेको थिएँ, म त्यो पनि तपाईँहरूलाई देखाइदिइहाल्छु। अर्को च्यानलको नाम हो नेपाल ड्राइज भन्ने च्यानल हो। यसले चाहिँ यो च्यानलले चाहिँ के गर्छ भन्दाखेरि ट्रु क्राइमहरूको डकुमेन्ट्री जस्तो बनाएर भिडियो पब्लिस गर्छ। अहिले रिसेन्ट टाइममा चाहिँ यो च्यानल अलिकति इनएक्टिभ भएको छ। यहाँ हेर्नुहुन्छ भने लास्ट भिडियो 4 महिना अगाडि हालेको थियो। तर यो च्यानलले पनि जम्मा 30 वटा भिडियोमा 55,000 भन्दा बढी सब्सक्राइबर्स गेन गरिसकेको छ। यो पनि फुल्ली फेसलेस च्यानल हो। यहाँ क्रिएटरले कुनै पनि आफ्नो फेस देखाउने अनि केही पनि गरेको छैन, भिडियोलाई एडिट गरेको छ। तर क्रिएटरले यहाँ चाहिँ आफ्नै भोइस युज गरेर भिडियोहरू बनाइराख्नु भएको हुन्छ। उहाँको पनि एउटा भिडियो हेर्दै त कस्तो टाइपको छ भनेर। म त पपुलर सेक्सनमा जान्छु अनि यहाँ हेर्नुहुन्छ भनेदेखि एउटा टपिक छ, यसमा चाहिँ 1 वर्ष अगाडिको भिडियो रहेछ, 1 मिलियन भ्युज आएको छ। यो भिडियो कस्तो छ त्यो हेरौँ है त। 1942 जापान, आकिता सहर स्थित आकिता जेल। पहिला नै एकचोटि जेल तोडेर भाग्न सफल भइसकेको यसै सिरोतेरोलाई पक्राउ गरेर आकिता जेलमा ल्याइन्छ। सिरोतेरीमाथि चोरी र हत्याको आरोप थियो, तर उसले एकपटक जेल तोडेको पनि भएर उसलाई जापानको सरकारले झन कडा सजाय दिएको थियो। आकिता जेलका अरू कैदीहरूलाई राखिने कोठा भन्दा केही फरक प्रकारको कोठामा यसै सिरोतेरलाई राखिन्छ। तपाईँले हेरिहाल्नुभयो उहाँले कसरी एक्सप्लेन गर्नुहुन्छ, कस्तो टाइपको टपिकमा भिडियो बनाउनुहुन्छ भनेर। यो पुरै भिडियोमा अथवा उहाँको च्यानलको सबै भिडियोमा कुनैमा पनि आफ्नो फेस देखिएको छैन, जस्ट आफ्नो भोइस युज गर्नुहुन्छ उहाँले, त्यही नै हो। अब कसले के भन्छ भनेर सोचेर बस्नुभन्दा सोसियल मिडियामा आएको भिडियोहरूलाई यसले यस्तो गरेछ, उसले यस्तो गरेछ भनेर लाइक गरेर हाँसेर साथीलाई सेयर गरेर बस्नुभन्दा तपाईँहरू पनि तपाईँलाई के कुरामा इन्ट्रेस्ट लाग्छ, यो भिडियो चाहिँ मैले ट्रान्सफर्मेटिभ बनाउन सक्छु, यदि तपाईँलाई त्यस्तो लाग्छ भनेदेखि चाहिँ फेसलेस युट्युब च्यानल स्टार्ट गर्नु। तपाईँलाई मुख देखाउनु पनि परेन, आफ्नो बोली युज गर्न मन छ गर्दा नि भयो, नगर्दा नि भयो। मान्छेले कति कमाउँछन् त तपाईँहरूले देखिहाल्नु भयो। यो नेपाल ट्राइज भन्ने च्यानलले 4 महिनादेखि भिडियो हालेको छैन, त्यही पनि उसको 7 दिनमा 1000 भन्दा बढी भ्युज आइरहेको छ, $6 बनिरहेको छ भनेर देखाइ पनि रहेको छ। मैले यो च्यानललाई 3-4 महिना अगाडि पत्ता लाग्यो, मैले त्यतिखेर हेर्दाखेरि पनि यो च्यानलले पनि $1500 देखि $2000 सम्म कमाइरहेको छ भनेर देखाइरहेको थियो क्या। यदि तपाईँलाई इन्ट्रेस्ट लाग्छ, पैसा कमाउन मन लाग्छ भनेदेखि सुरु गरिहाल्नुहोस्। ओहो नेपालमा सपोर्ट छैन, कसैले हेर्दैन, यो त्यो भनेर बाहना बनाएर बसिरह्यो भनेदेखि कहिले पनि हुँदैन। त्यही भएर तपाईँहरूले ट्राई गरिहाल्न सक्नुहुन्छ है त। अब तपाईँहरूलाई यदि यो पर्वत बस्नेतवाला च्यानलको जस्तै भिडियोहरू बनाउन मन छ भनेदेखि चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ त भन्दाखेरि यो भिडियोहरू डाउनलोड गर्नलाई त तपाईँहरूले यताउति गरेर गर्न सकिहाल्नुहुन्छ, केही फरक परेन होइन। अब तपाईँले मिमहरू चाहिँ कहाँबाट भेटाउनुहुन्छ त भनेदेखि मिमहरू भेटाउनको लागि एउटा म खतरा वेबसाइट भनिदिन्छु। मिमहरू त तपाईँले पिन्ट्रेस्टमा पनि भेटाउनुहुन्छ, अरू गिफीवाला वेबसाइटहरूमा पनि भेटाउनुहुन्छ। तर मैले धेरै जसो मिमको लागि युज गर्ने वेबसाइट भनेको चाहिँ इन्डियन मिम टेम्प्लेट भन्नेवाला वेबसाइट छ एउटा। यहाँ चाहिँ तपाईँहरूले ट्रेन्डिङ मिम्सहरू, हरेक मिम्सहरू सबै थरी भेटाउनुहुन्छ। अब तपाईँले यो सँगसँगै साउन्ड इफेक्ट पनि चाहिन्छ भिडियोमा एड गर्नको लागि हो किन। साउन्ड इफेक्टको लागि तपाईँलाई यदि वेबसाइट थाहा छैन भनेदेखि म त्यसको लागि पनि वेबसाइट भनिदिन्छु। तपाईँले चाहिँ माई इन्स्ट्यान्ट भनेर गुगलमा सर्च गरिदिनु भयो भनेदेखि यो फर्स्टमा एउटा लिङ्क आउँछ myinstants.com भन्ने, यसमा क्लिक गरिदिनु। यहाँ चाहिँ तपाईँहरूले छुट्टै तरिकाको साउन्ड इफेक्टहरू भेटाउन सक्नुहुन्छ क्या। जस्तै यो फा भन्ने चलिरहेको छ, यो बुङवाला,
यिनीहरू यहाँ कति धेरै साउन्डहरू छ, तपाईँले यहीँबाट थिचेर सुनेर तपाईँलाई कुन चाहिँ चाहिने त्यो हेर्न मिल्छ। अनि एउटा साउन्ड मन पऱ्यो भनेदेखि तपाईँले यो नाम लेखेको ठाउँमा क्लिक गरिदिनु। त्यसपछि यहाँनिर डाउनलोड MP3 भन्ने बटन आउँछ, यसमा क्लिक गरिदिनु भयो भनेदेखि यहाँ हेर्नुहुन्छ भने डाउनलोड हुन्छ यसरी है त। अनि मैले मिमको लागि जुन वेबसाइट देखाएको थिएँ यसमा पनि ट्रेन्डिङ मिम्सहरू, अल टाइम भाइरल भएको मिम्सहरू, ट्रेन्डिङ मिम्सहरू सबै थरी एकै ठाउँमा देखाइरहेको हुन्छ। यहाँ हेर्नुहुन्छ भने यो चिल्गाईवाला मिम पनि छ, अर्जुन कपुरको एङ्ग्री फेसवाला मिम पनि छ, जेम्स डोकवाला यिनीहरू सबै उयोहरू छ। तपाईँलाई कुनै चाहिन्छ भनेदेखि त्यसमा क्लिक गरिदिनु। यहीँनिर तपाईँले यहाँ डाउनलोडको बटन यहाँबाट भेट्टाउनुहुन्छ। यसलाई यसरी यहीँबाट डाउनलोड गर्न मिल्छ है त। सो तपाईँहरू आजै च्यानल स्टार्ट गरेर आफ्नो भिडियोको लागि काम गर्न थालिहाल्नु। यदि तपाईँले यो काममा पोटेन्सियल छ, यहाँबाट कमाइ हुन्छ भन्ने जस्तो लाग्छ भनेदेखि, र यदि तपाईँले केही गरी तपाईँको च्यानल मोनेटाइज भएन, मानिलिउँ तपाईँले भिडियो एडिट गरेको पुगेन र युट्युबले मोनेटाइज गर्दैन भने पनि एउटा फाइदा चाहिँ के छ भन्दाखेरि तपाईँको युट्युब च्यानलमा 1 लाखभन्दा बढी सब्सक्राइबर्स छ भनेदेखि तपाईँले युट्युबमा हाल्ने भिडियोलाई फेसबुकमा एउटा पेज बनाएर हाल्नुभयो भनेदेखि तपाईँको फेसबुकमा चाहे भ्युज आओस् या नआओस्, तपाईँको युट्युबको कन्टेन्ट, तपाईँ क्रिएटर हो, तपाईँले फेसबुकमा अपलोड गर्नुभएको छ भनेदेखि तपाईँको 1 लाख सब्सक्राइबर्सभन्दा माथि छ भनेदेखि तपाईँले महिनाको $1000 यत्तिकै दिन्छ तपाईँलाई फेसबुकले। र तपाईँको 1 मिलियनभन्दा बढी सब्सक्राइबर्स पुग्छ भनेदेखि फेसबुकले $3000सम्म तपाईँलाई यत्तिकै दिन्छ। सो कन्टेन्ट क्रिएसन एउटा स्किल नै हो। तपाईँले यो सिकेर कहिले पनि खेर जाँदैन। तपाईँको बरु ब्याचलर्सको डिग्री, मास्टर्सको डिग्री खेर जाला नेपालमा, तर कन्टेन्ट क्रिएसनको स्किल कहिले पनि खेर जाँदैन। मलाई सबै थरी थाहा छ युट्युबको बारेमा, म खतरा मान्छे हो भनेर म तपाईँहरूलाई कुनै खोज पेज्न खोज्दिनँ। मैले जस्ट आफ्नो एक्सपिरियन्सबाट आफूले स्टडी गर्दाखेरि के बुझेको छु, के जानेको छु, त्यो इन्फर्मेसन मात्रै मैले तपाईँहरूलाई सेयर गरेर यो कुरा चाहिँ पोसिबल छ है भनेर बुझाउनु खोजेको हो। तपाईँहरूलाई यो बारेमा इन्ट्रेस्ट छ अथवा यो बारेमा धेरै जान्न मन छ, अरू केही क्वेसन छ भनेदेखि चाहिँ मलाई कमेन्टमा सोध्नु। यदि मलाई थाहा भएको कुनै कुराहरू छ भनेदेखि चाहिँ म एन्सर गर्ने कोसिस गरिदिन्छु। या म बाहेक अरू कसैले कमेन्ट हेर्दै हुनुहुन्छ र तपाईँहरूलाई थाहा छ भनेदेखि तपाईँहरूले पनि फिडब्याक दिन सक्नुहुन्छ है त।